डियर स्टुडेन्ट्स र प्यारेन्ट्सहरू, आज हामी डिजी स्कुल गण्डकीको तर्फबाट हजुरहरूलाई कसरी स्कुल वर्क्स प्रोको आइडी खोल्ने र कसरी आइडी लगइन गर्ने भन्ने बारेमा चाहिँ सिकाउन लागिरहेको छौँ। र सुरुमा हजुरहरूले त्यसको लागि चाहिँ schoolworkspro.com URL टाइप गर्नुपर्ने हुन्छ। र यसरी सर्च गरिसकेपछि हजुरले स्कुल वर्क्स प्रो गुगलमा सर्च गर्नुभए पछाडि यसरी schoolworkspro.com को चाहिँ एउटा सुरुमा लिङ्क खोलिन्छ। सो सर्च रिजल्टमा स्कुल वर्क्स प्रो आइसकेपछि यसलाई क्लिक गर्नु होला। स्कुल वर्क्स प्रोमा हजुरहरू इन्ट्री भइसके पछाडि हजुरले यस्तो प्रकारको इन्टरफेस देख्न सक्नुहुन्छ, जहाँ हजुरहरूले स्टुडेन्टको आइडी लगइन गर्नको लागि साइन इनमा क्लिक गर्नुपर्ने हुन्छ। र यहाँ साइन इनमा क्लिक गरिसके पछाडि युजर नेम र पासवर्ड हान्ने दुईवटा फिल्डहरू देखा पर्छन्। यहाँ तपाईँले आफ्नो स्कुलले प्रोभाइड गरेको युजर नेम हाल्नुपर्ने हुन्छ। मैले उदाहरणको लागि एउटा विद्यार्थीको युजर नेम यहाँ अनि पासवर्ड यहाँ टाइप गर्नेवाला छु। नयाँ अकाउन्टको सन्दर्भमा जहिले पनि पासवर्ड डिफल्टमा पासवर्डै हुने गर्दछ। र यहाँ साइन इन गर्नको लागि तपाईँले डिफल्ट पासवर्ड हानिसके पछाडि तपाईँहरूले सुरुमा पासवर्ड चेन्ज गर्नुपर्ने हुन्छ। र हामीले अगाडि हानेको पासवर्ड थियो जुन पासवर्ड नै, त्यसलाई हामीले टाइप गर्छौँ र नयाँ पासवर्ड आफ्नो लागि सेट गर्छौँ। नयाँ पासवर्ड हालिसके पछाडि हजुरले सेभ चेन्जेस गर्नुपर्ने हुन्छ। हजुरले यहाँ देख्न सक्नुहुन्छ कि पासवर्ड सक्सेसफुली अपडेट भइसकेको छ। हामी अब फेरि लगइन पेजमा जानेवाला छौँ। तपाईँले देखिसक्नुभयो कि पासवर्ड चेन्ज गरिसके पछाडि फेरि तपाईँहरू साइन इन पेजमा फर्किनुहुन्छ। यहाँ हजुरहरूले आफ्नो अगाडि हान्नुभएको युजर नेम र चेन्ज गर्नुभएको नयाँ पासवर्ड चाहिँ हाल्नुपर्ने हुन्छ। र म यहाँ नयाँ पासवर्ड राख्नेछु। र तपाईँले देख्न सक्नुहुन्छ कि लगइन भइसकेको छ। यसरी स्टुडेन्टको इन्टरफेस खोलिसकेको छ। यहाँ स्टुडेन्टहरूले इन्टरफेसमा आफ्नो मोडलहरू देख्न सक्छन् र साइड बारमा अरू डिफ्रेन्ट सर अप्सन्सहरू पनि देख्न सक्छन्। यसरी नै तपाईँहरूले स्कुल वर्क्स प्रोमा आफ्नो आइडी लगइन गर्न सक्नुहुन्छ। थ्याङ्क यू।